एसएसडब्ल्यू अन्तर्गतको कृषिकोमा चाहिँ इक्जाममा चाहिँ के पढ्दाखेरि चाहिँ हामी पास हुन सकिन्छ त भन्ने कुरामा हामी पढ्दै लागेका छौँ। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोला। मैले पनि कसरी पास गरेँ होइन, यो इक्जाम चाहिँ मैले पनि कसरी पास गरेँ भनेर म हजुरहरूलाई कुन कुन पढ्दाखेरि चाहिँ हामी पास हुन सकिन्छ त भनेर हेर्नेछौँ। अन्तिमसम्म हेर्नुहोला है त। यिनीहरू सुरुमा त अब यिनीहरू भइहाल्यो होइन, हामीलाई यिनीहरू यस्तो यस्तो सिकाएको छ। यिनीहरू खासै हेर्नु पर्दैन। यहाँ चाहिँ कुन कुन अन्तर्गतका रहेका अब टाइपको त्योहरू सबै कुन कुन पेजमा के छ भनेर सबै देखाइएको छ। तपाईँले आफूले हेर्नु होला है। म तपाईँहरूलाई भिडियोको त्यसमा डिस्क्रिप्सनमा चाहिँ म यो लिङ्क पनि राखिदिनेछु। जापानमा गरिने खेतीहरू कुन कुन यो यस्तो कुन कुन विशेष गरी अब चाहिँ कुन कुन बनेको हुन्छ भनेर देखाएको छ होइन। तरकारी फलफुलको रुखहरू र यिनीहरू यो यस्तो यस्तोहरू हेर्नु होला। यिनीहरूको नाम के भन्छ होइन, हामीले सामान्य खेतीहरूको यो पाठहरूको नाम, यसको प्रजनन फुल भन्छ होइन। यिनीहरू खासै यसले के गर्छ भनेर यिनीहरू खासै इम्पोर्टेन्ट छैन। यो चाहिँ हेर्नु होला है, यो चाहिँ यिनीहरू चाहिँ सबै हेर्नु होला। यस्तो बिउहरू छर्ने यस्तो यस्तो मिसिनहरूको सिडर, ह्यान्ड पुस बिउ रोप्ने मेसिन, यिनीहरू चाहिँ याद गर्नु होला। र कुन चाहिँ उपयुक्त छ भनेर मारु बाजुमा पनि आउन सक्छ है त। यिनीहरू यो ठुलो भने साह्रै ठुलो भयो, यो सानो पनि यो बिचको यिनीहरू ठ्याक्क यस्तोहरू हुन्छ है त। यो मोटो छ, यो पातलो पातलो हुँदै गएको छ, त्यस्तोवाला छ, यो चाहिँ एकदम राम्रो छ र यो वाला राख्नु होला। बिरुवा सार्ने खेतबारीमा होइन, यो चाहिँ कस्तो ड्याङहरू कस्तो बनाउने, कसरी रोप्ने, कसरी गर्ने, ट्र्याक्टरहरू मिसिनहरू कुन कुन कसरी कसरी प्रयोग गर्ने भनेर यहाँ चाहिँ हामीलाई सिकाएको छ। यो चाहिँ कसरी निकाल्ने, यिनीहरू यस्तोहरू आउन सक्छ है हामीलाई इक्जाममा। यो चाहिँ कुन चाहिँ सामान्य कृषि खेती, ओभरहेड सिँचाइ, यो चाहिँ यो फेद सिँचाइ, अनि यो चाहिँ के सिँचाइहरूमा पर्छ, सिँचाइहरूको यो नामहरू, स्प्रिडर, अनि यो थोपा सिँचाइ, ट्युबवेल सिँचाइ, ट्युब, यिनीहरू पनि हेर्नु होला। यिनीहरू एकदम इम्पोर्टेन्ट छ है। यो बिरुवाहरू उगाउने माटो तथा यस्ता यस्ताहरू चाहिँ हामीलाई इक्जाममा सोधिरहेकोमा पनि छ, मलाई पनि सोधेको थियो। कसरी यो चाहिँ अब माटोको नमुना हेरेर बाटोको छनौट गर्ने प्रक्रिया भनेको छ। अब कस्तो माटो, चिम्टौलो माटो, यो कस्तो माटो भनेर माटोको वर्णनको बारेमा नि यसो हेरेर जानु होला। भन्दै यसमा चाहिँ एकल दानाको संरचना र एकीकृत दानाको यिनीहरू पनि एकचोटि राम्रोसँग हेर्नु होला है। मलाई पनि आएको थियो त्यो वाला चाहिँ। यिनीहरू एसिडहरू यो चाहिँ नाप्ने, के भन्दा कसरी नाप्छ, कति नाप्ने भनेर यिनीहरू एकदम इम्पोर्टेन्ट छ है। यो चाहिँ एकदम यो चाहिँ हेर्नु होला है राम्रोसँग। अर्को जाउँ, यिनीहरू यो कृषिको नामहरू, प्याडल, रोटरी, यिनीहरू सबै पढ्नु होला। यिनीहरू भइहाल्यो। यसमा चाहिँ हेर्नु होला है, मलका ती तत्त्वहरू के पाउँछ, कुन कुन केहरू हुन्छ, मलमा चाहिँ के पाउने हुन्छ, बिरुवालाई के चाहिन्छ, त्यस्तो टाइपको हेरौँ होला। मलको आकार, अब त्यो कुन चाहिँ मल कस्तो कस्तो भनेर यिनीहरू हेर्नु होला। यो मल हाल्दा प्रयोग गरिने कृषि उपकरणहरू, यिनीहरू पनि एकचोटि राम्रोसँग हेर्नु होला है। यो कुन कुन के हो नाम यिनीहरूको सबै याद गर्नु होला है त। यिनीहरू पनि एकचोटि कुन कुन कति कति मात्रामा यताउता ट्र्याक्टर, यिनीहरू यो कसरी टिप्ने, कसरी त्यो पात हटाउने, यताउता यिनीहरू खासै इम्पोर्टेन्ट छैन। यो चाहिँ यिनीहरू यो कृषि औजारहरू चाहिँ एकदम हामीले त्यो ध्यान दिनुपर्ने हुन्छ है। यिनीहरू यस्तो यस्तोहरू हेर्नु होला। यसो हल्का हेर्दा हुन्छ, खासै त्यस्तो पुरै गाह्रो आउँदैन है। यो रोकथाम तथा हानिकारक किरा, घाँस आदि झारको नियन्त्रण सम्बन्धी ज्ञान, यिनीहरू हेर्नु होला। यस्तोहरू यिनीहरू है यस्तो एकदमै इम्पोर्टेन्ट। रोग तथा हानिकारक किराहरू नियन्त्रण र घाँस झार नियन्त्रणका कृषि उपकरणहरू, यिनीहरू एकदम आउँछ है। सुरक्षा तथा स्वतन्त्रता, कृषि यो सुरक्षा, यो कसरी कति बेला प्रयोग गरिन्छ, कसरी, यो चाहिँ है एकदमै इम्पोर्टेन्ट चित्रहरू हो। यो चाहिँ हेर्नु होला। यो चाहिँ अब यो कृषि मेसिनको उपकरण सुरक्षित तरिका बुझौँ अरे, यो चाहिँ एकदम एकचोटि राम्रोसँग हेरेर जानु होला है। फेरि अलमल भइन्छ कि यो चाहिँ एकदम इम्पोर्टेन्ट चित्र है। यो चाहिँ मलाई स्योर आउँछ, 100% यो चाहिँ आउँछ। यो मास्क लगाएको छ, टोपी मास्क सबै लगाएको, यो हुनु पर्यो। कुनैमा चाहिँ यो छुट्टाएको हुन्छ, कुनैमा टोपी छुट्टाएको हुन्छ, कुनैमा मास्क या पन्जा कुनैमा छुट्टाएको हुन्छ। 3टा मध्ये एउटामा चाहिँ राम्रो यस्तै वाला चित्र हुन्छ है। ल यिनीहरू
अब यो भाँचेको छ कि छैन, चुँडेको छ कि नै भनेर यसको नामहरू यिनीहरू नामहरू एकचोटि हेरेर जानु होला है त। यो चाहिँ अब कसरी छर्नी भनेर हावा यताबाट आएको छ त्यसरी फर्किनु पर्यो, जाने दिशा उतापट्टि जाँदाखेरि यसरी पछाडि पछाडि गर्दै जानु पर्यो भनेर देखाइरहेको छ। यसमा चाहिँ टिक लगाउनुपर्छ हामीले है। अब यो चाहिँ यो 3 फेज भोल्टेज र एसी यो सानो सानो भोल्टेजवालाको प्रकार भनेर देखाएको छ। ठुल्ठुलोमा चाहिँ यो युज गर्ने, सानोमा चाहिँ यो युज गर्ने भनेर भनेको छ है त। यो चाहिँ कुन कुनमा के यो फ्युलहरू लाग्छ भनेर यिनीहरू पनि हेर्नु होला। यो चाहिँ अब कसरी राख्ने यो त्योहरू भनेर है एकचोटि हेर्नु। यो पनि अब ऱ्याडरमा कसरी चढ्ने है। ल खात खेती यिनीहरू छ। ल यिनीहरू खासै यसको चाहिँ है टुसा उमार्ने भनेर छ। यिनीहरू पनि हेर्नु होला एकचोटि। यिनीहरू कसरी कसरी प्रयोग गरिन्छ यताउता सबै यो हेर्नु होला। इक्जाम दिनुभन्दा पहिले सबै एकदम एकचोटि सबै पढ्नुपर्छ है। यो समायोजन तथा दुहानी कसरी दुहानी गरिन्छ यताउता यिनीहरू यो एकदम सबै हेर्नु होला। यो रातोवाला यो यिनीहरू सबै हेरेर पशुखाद्य पदार्थको चलाउने हो। यो कुन चाहिँ कुन समूहमा एकदमै सबैभन्दा इम्पोर्टेन्ट है। यो चाहिँ काकर बिटासी समूहमा कुन पर्छ, भान्टा समूहमा यिनीहरू पर्छ होइन। यिनीहरू चाहिँ एकदम सबैभन्दा इम्पोर्टेन्ट पढ्नु पऱ्यो है। यो चाहिँ एकदम राम्रोसँग हेरेर हजुरहरूले जानु पऱ्यो। यिनीहरू चाहिँ सागपातमा कुन पर्छ, कुनमा कन्दमुलमा के पर्छ होइन। गाजर मुला गाजर अनि कमलको जरा यिनीहरू चाहिँ केमा पर्दछ, कन्दमुलमा पर्दछ। फुल तरकारी बिउहरूमा चाहिँ काँक्रो, कोलभेडा, भान्टा, भेडे खुर्सानी र हरियो भटमास। यो भेडे खुर्सानी भनेको प्याप्सिकन है, सिमला मिर्च या प्याप्सिकन हो। यिनीहरू सबै हेर्नु है। यिनीहरू सबै कुनमा चाहिँ के पर्छ भनेर छ। यो चाहिँ एकदम राम्रोसँग एकचोटि हेरेर जानु होला। त्यही अरू त खासै त्यस्तो धेरै इम्पोर्टेन्टहरू त छैन है। यो चाहिँ अब यो चाहिँ एकदम इम्पोर्टेन्ट है। बिउ रोप्ने तरिका कुन हो, तेन माकी हो कि सुजी माकी हो कि बाह्र माकी भन्ने है। यो चाहिँ यसरी यो छुट्टै छुट्टै देखाएको छ सुरक्षित। यो चाहिँ कसरी कसरी गर्ने यिनीहरू हेर्नु होला। यिनीहरू तपाईँहरूले अरू त यसमा चाहिँ यो पनि हेर्नु होला है। कुन के हो यो भेन्लो प्रकार यिनीहरू प्रकारकै यसको चाहिँ एकल र जोडेर लाइन बनाइएको त्योहरू यो पनि आउन सक्छ है। मलाई पनि आएको थियो, त्यो चाहिँ घरवाला चाहिँ आएको थियो। त्यति साह्रो अरू इम्पोर्टेन्ट छैन होइन। यिनीहरू व्यवहारिक सिप यिनीहरू यस्ता हेर्नु होला। कति यो चाहिँ कति तापक्रममा के गर्ने, आँखा सही स्थान यताउता त्योहरू। ल यिनीहरू पनि यो कसरी पम्प पानी लगाउने यताउता यिनीहरू छ। यिनीहरूको नामहरू अनि हेरेर जानु होला। फुल यिनीहरू यो चाहिँ कसरी यो कलमीको चाहिँ कसरी गर्ने, यो चाहिँ यिनीहरू चाहिँ कुन मात्रामा कसरी गरेको छ एकचोटि हेरेर जानु होला है। यो चाहिँ सोध्नु सक्छ तपाईँहरूलाई इक्जाममा। कलमी बेर्न त मलाई चाहिँ आएको थिएन यो, तर तपाईँहरूलाई पनि आउन सक्छ है त। यिनीहरू यसरी हेरेर जानु होला। कसरी कसरी गर्छ, कुन राम्रोसँग गरेको छ, कसरी गरेको छ। अब यो सानो र ठुलो हुनु भएन, यसरी ठ्याक्क हेरेर जानु होला। चित्र हेर्नु होला है। चित्रहरू पनि एकदम धेरै आउँछ इक्जाममा। यिनीहरू यसरी गर्ने। अब कुन चाहिँ मलाई योला चाहिँ आएको थियो है, यो चित्र चाहिँ आएको थियो। यो कसरी गर्ने भनेर ठ्याक्क यसरी काटेर ट्याक्क गर्नु पऱ्यो नि त होइन। माथि काटेर तल लाउनु भएन, ठ्याक्क सिधा पारेर छड्के पारेर लगाउनुपर्छ। यिनीहरू चाहिँ अब कुन चाहिँ मात्रा ठिक छ भनेर सुन्तला नास्पातीको यो कुन चाहिँ काट्ने छाट्ने भनेर क्या। अब यो दुइटा यस्तो काम नराम्रो छ भने यिनीहरूलाई चाहिँ फालिदिनु पऱ्यो, यो दुइटा राख्नु पऱ्यो होइन। त्यस्तो अलिकति यो लामो छ धेरै भने फालिदिने त्यस्तो है त। यसलाई चाहिँ कसरी भन्ने भनेर स्केच गरेर स्याउ सुन्तला कहिले कुन समयमा चाहिँ के हुन्छ, कुन यस्तो सोध्छ है। यो चाहिँ फलफुल सङ्कलनमा चाहिँ यो पार्टमा हुन्छ। त्यही भएर यो एकचोटि राम्रोसँग हेरेर जानु होला। यिनी पनि है यो चाहिँ कति दायरा कसरी उच्च दायरा भनेर छ। यो चाहिँ टाइम अनुसार कुन हुन्छ सबै हेर्नु होला। अरू त खासै इम्पोर्टेन्ट छैन। यति हेर्दाखेरि हामी चाहिँ पास हुन सकिन्छ होइन। यिनीहरू चाहिँ अब कसरी कुन के छ यो भनेर यो मिसिनहरूले यताउता ल्याएर एडरहरू देखाएको छ।
यहाँ चाहिँ अब यो नबुझेको यसको मिनिङहरू छ, अब हामीले नेपालीमा नबुझेकाहरू छन् भने त्यस्तो यति हेर्नु है त। ल ए तरकारी तस्बिर सूची तरकारी खेती छाप्ने फलफुल भनेको छ। यिनीहरू हलुवा बेत यस्तो यस्तो हुन्छ भनेर फोटोहरू देखाएको छ है त। हस् ल, तपाईँहरूलाई भिडियो कस्तो लाग्यो, अरू कुन कुन भिडियो चाहिएको छ भने कमेन्टमा लेख्न नबिर्सिनु होला भन्दै आजलाई यति गर्दै बिदा हुन्छ। हस् त, नमस्ते। सब्सक्राइब गर्नु होला है त, लाइक सेयर सब्सक्राइब एन्ड गर्नु होला। हस्, थ्याङ्क यू।